यहाँबाट त नकाट्नु नि को रहेछ यार लिएर हिँड्यौँ क्या हो जबरजस्ती नै हजुर म यो लोकेसनमा आइपुगेको थिएँ हजुर हजुर आले मगर ला मेरो ससुराली पनि आले मगरै हो त हेलो नेपाल हेलो एभ्रिवान गुड मर्निङ नमस्ते अहिले चाहिँ बिहान भइसकेको छ आज चाहिँ मेरो नयाँ भ्लग आउँदैछ भ्लग चाहिँ आज इन ड्राइभ पठाउ भ्लग हो आज चाहिँ दिउँसोभरि इन ड्राइभ पठाउ गर्ने हो अब कति के हुन्छ है तपाईहरुलाई म देखाउने छु आजको कति राइड हानिन्छ कति इन्कम हुन्छ कसरी जाने कहाँ जाने के गरिन्छ त्यो सब म देखाउने छु अब अहिले चाहिँ म निस्किसकेको छु हेरिदिनु होला अब मैले चाहिँ अहिले राइड पर्खेर बसेको हो म राइड आइसक्दा गइहाल्छु ट्याक्कसँगले ब्लग कस्तो छ हेरेर कमेन्ट गरिदिनु होला मेरो यो चाहिँ फर्स्ट ब्लग हो इन ड्राइभ फर्स्ट ब्लग हो कति के कमाइ हुन्छ चट्टसँगले म देखाउने छु यता है ए यस यतै हो सेभेन्टी 75 को राइड कम्प्लिट भइसकेको छ भने अब 250 को राइड हुन्छ 100 रुपियाँ आइसकेको छ 250 को टिप लागेन उठेन नउठेको अवस्था 100 रुपियाँमा 25 रुपिस चाहिँ हामीलाई आइसकेको छ अब यहाँ मेरो अर्को राइड 170 को 9 किलोमिटर 196 मा ओए पोलमा झन्डै ठोक्यो लेफ्ट अगाडिबाट लेफ्ट राइट लेफ्ट के विधि डिस्टर्ब गरेको या गाडीले कुद्नै दिएको छैन कहाँबाट लेफ्ट हो यहाँ कहाँदेखि एउटा लेफ्ट देखाएको छ काठमाडौँ हेर्न सक्नुहुन्छ वाह क्या दामी छ बस्तीको जग्गा हामी 400 मिटर यहाँबाट थोरै भित्र यहीँ हुनुहुन्छ यही हो अब फोन गर्नुपर्ने हुन्छ त्यो बेला चाहिँ लोकेसनमा आइसकेको अवस्था हो ट्याक आइएम हियर गर्ने अनि कल गर्ने हेलो हजुर यो लोकेसनमै छु म अलिकति भित्र छिरेको छु हस् हस् मै छु कहाँनिर हुनुहुन्छ ए म हस्
फाइनल्ली फेरि पनि 215 को राइड एक्सेप्ट भइसकेको छ। कस्टमर रिसिभ गर्न जाँदै गरेको अवस्था हो। तपाईँ हो दाइ? ल बसौँ। होइन 5534 5534 होइन? हजुर ठिमी होइन दाइ? ठिमी होइन? न्यु रोडमा बब्बा एकदम कस्तो जाम भएको यार माछा। यहाँबाट त नकाट्नु नि यार, जेब्रा क्रसिङहरू छ अन्त। अघिको मान्छेहरू भन्दा उहाँहरू पो अझै गतिलो देखियो त। त्यही छ आकाशे पुल। अझै युवाहरू भर्खरैहरू छन्। गाह्रो छ गाह्रो छ गाह्रो छ। गाह्रो छ गाह्रो छ। आइसकेको छ। एक्सेप 100 भयो भने जानुपर्ने हुन्छ। 12 किलोमिटर टाढो, 15 मिटरमै नजिकै हुनुहुन्छ। उहाँ कहाँदेखि गर्दै हुनुहुन्छ? 100 भएन यार, के भएर एक्सेप्ट नभएको यार। ल लास्ट एक्सेप्ट ल हुँदैन त नि। सेटमा साला 100 भएन। एक्सेप्ट नभएको अवस्था। अब अर्को पर्खिने कुरा हुन्छ। त्यो को रहेछ यार, लिएर हिँड्यौँ क्या हो जबरजस्ती नै। म्याका डक्स ऊ परको मान्छे हो कि क्या? फेरि आइज त। एउटा 100 को राइड 135 को राइड एक्सेप्ट भइसकेको छ। अब यसलाई लिनु जानुपर्ने हुन्छ। लिनु जाने चाहिँ कहाँ हो? ट्याक्कै यहाँदेखि भित्र हुन सक्छ। हेलो हजुर, म यो लोकेसनमा आइपुगेको थिएँ। हजुर 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 हस्। हामी हेरेको दिल फाल्नु पर्ने हो। मेरो 800 को लगाइदिनु न। 800 को 800 800 ठक्कै भएछ। Plus 50 200
हजुर भयो है 800 को तेल लाइयो अब त्यो 800 कसरी उकास्ने गाह्रो भयो कहाँ हो हजुर म यो लोकेसनमा आइपुगेको थिएँ कहाँनिर भन्नुभयो पक्नै कहाँ रहेछ त त्यो स्कुल ल म सोधेर आउँछु ल हस् कहाँ रहेछ त यो चिल्ड्रेन स्कुल त अलिक कहाँ रहेछ त यो चिल्ड्रेन स्कुलको गेटमा तपाईँ हो ओहो हो कहाँ रहेछ चिल्ड्रेन स्कुल बस्नु न बस्नुहोस् चिल्ड्रेन स्कुल चाहिँ कहाँ छ ए म त स्कुलै पो देखिनँ त यहाँ चाहिँ जब गर्नुहुन्छ ए यतै हो कि तपाईँको घर काठमाडौँ बाहिर हो ए रामेछाप मगर हो तपाईँ ल यताबाट जाँदैन र तपाईँ कहाँदेखि जानुहुन्छ अरू बेला ए यो अझै छिटो तपाईँ कहाँ त्यो बोजे पोखरीतिर होइन पुग्छ त्यतै हो म पनि पुग्छ यो बाटो सिधै जान्छ यो त के खाले गाडी हो ओहो कडा छ त यो गाडी त यहाँबाट अगाडिबाट पनि निस्किन्छ त्यही बाटो हो चिन्ता नगर्नु न म पुऱ्याइदिन्छु हेर्नु त अगाडि लोकेसन थोरै अगाडि गएर सिधै गयो भने तल त्यो खोलाको नयाँ बनेको खोलाको पुलमा निस्किन्छ यहाँबाट सिधै मेरो पनि यतै हो कि रुम त्यही भएर यो टिकाथली यहाँ पर छ नि थाहा छ तपाईँलाई हो त्यही भएर यो बाटोहरू मजाले थाहा छ तपाईँ कुन मगर हो र आले मगर ल मेरो ससुराली पनि आले मगरै हो त हो म त लिम्बू हो तर मेरो ससुराली आले मगर हो ल मेरो ससुराली पर्नु भएछ त यही छ त मेरो श्रीमती पनि आले मगर कहाँको भन्नुभयो रामेछापको मेरो ससुराली चाहिँ खोटाङ हो ए लु साली पो पर्नु भएछ आलेमा पनि अर्को के हुन्छ अरे नि त अनि त्यो चाहिँ थाहा छैन खै मेरो बुढिया त अरू पनि के हुन्छ भन्दै थियो तर मगर्नीहरू साह्रै राम्री हुन्छन् हौ
कहाँ म +2 पढ्दा पढ्दै अनि साह्रै राम्री देखेर बे गरेको यो अहिले दुःख पाएँ राम्री +2 पढ्दा पढ्दै म गर्ने साह्रै राम्री लागेर बे गरेको अहिले यी हालत यस्तो छ त्यति बेला राम्रो पढ्या भए अहिले राम्रै छ तर अब यतिखेर टक्क जागिर खानुपर्ने अधिकृत हुनुपर्ने ड्राइभर बन्नु पर्या छ हजुर अब फर्किने बेला भएको फर्केको हो यहाँ यहाँ अगाडि हो क्या मेरो रुम पनि टिकाथली पहिला कलेज पढ्दै थिएँ कलेज छोडेर यस्तो त हुन्छ त यार खाल्टोले डुबाउँछ कलेज छोडेर बे गर्नुतिर लाग्यो म गर्नेहरू साह्रै राम्री हो साह्रै राम्री हुन्छन् त्यही भएर बे गरिहालियो अहिले गाह्रो भयो त्यस्तो छ है त्यस्तो छ तपाईहरु चाहिँ अलि कमाउने भएपछि मात्रै बे गर्नु है म चाहिँ बे गरेर कमाउँ भनेर बे गरेको ओए गाडी नजुदै यतै हो बाटैमा बदल राइडिङ इन्डिङ कहाँको आयो फेरि $87 कति आएको थियो 87 भयो है ला चेन्ज त छ कि छैन कति दिनु पर्यो मैले लिनु त हस् डे अफ भइसकेको छ अहिले चाहिँ लगभग धेरै बजिसक्यो 8-9 बजिसक्यो आज चाहिँ काम गर्दा गर्दै रुममै आइपुग्यो र अब नगर्ने निर्णय गरियो अब आजको कमाइ भन्नुपर्दा चाहिँ अब यही हो यहाँ देख्नु सक्नुहुन्छ 1724 आएको छ यो चाहिँ पठाउको कमिसन काटेर हो यसमा अब 800 को तेल त खाइहाल्यो अनि अब अफलाइन 400 जति भयो 17 अनि टिप्स गर्दाखेरि त्यही हो 23-24 कमाइ भयो 23-24 मा अब 800 को तेल हालियो भने अहिले मसँग त्यही 1600 जस्तो क्यास छ अनि 800 को तेल अघि हालेको आजै कमाएकोले अनि अब इनड्राइभ गर्दा आज लगभग 1300 जति आजको इन्कम 1300 जति क्यास भएको छ यहाँ हेर्न सक्नुहुन्छ 1700 छ आजको ब्लग चाहिँ अब राम्रो बनाइएन फर्स्ट टाइमको ब्लग हो यस्तै छ अब घर गएर भातसात पकाएर खाएर सुत्नु पर्ने हुन्छ त्यही आज 1300 1400 टिप्स गर्दा 1400 अनि खाजा खाइयो चिया र खाजा गर्दा 100 रुपियाँको खाइयो 100 माइनस गर्दा त्यही अझै 1200-1300 भनौँ न मसँग 1500-1600 छ त्यसमा 250 जति इनड्राइभलाई तिर्नुपर्ने हुन्छ क्यास अनि त्यो घटाउँदा लगभग त्यही हो 1300-1400 चाहिँ आज कमाइ भइसकेको छ 5 दिनको टार्गेट छ खर्च काटेर 5000 त्यो ट्याक्क पुर्याउने हो त्यही हो ल आजको ब्लग चाहिँ यही हो यही इन गर्न चाहन्छु नेक्स्ट डे नेक्स्ट ब्लग सहित आउने नै छु
भन्दै आजको ब्लग यहीँ इन्ड भएको छ है त ला साला